आज चाहिँ मेरो बुढोको बर्थडे होइन। म चाहिँ टक्क ड्युटीबाट के गर्नु यहाँ अब विदेशमा यति बेला ठ्याक्क 12 बज्न लाग्यो। नेपालमा त अब 2 बज्न लागिसक्यो होइन। अब यस्तै छ परदेशी जिन्दगी। आज चाहिँ मेरो बुढोको बर्थडे। ह्याप्पी बर्थडे टु यु गाइज होइन। अब म खासै केही त दिनु सक्दैन। ह्याप्पी बर्थडे मेरो तर्फबाट मेरो बुढोलाई गिफ्ट है गाइज। थ्याङ्क यू बुढो। हजुर हुनुहुन्छ तपाईँलाई हेर्नु एकचोटि के हो होइन गाइज। सरप्राइज भन्ने चिज पनि हुन्छ नि त। मेरो बुढोलाई चाहिँ मैले एकदम थाहा नदिइकन Okay. गाइज ह्याप्पी बर्थडे टु यु। अब के गर्नु होइन, यो विदेशमा अब त्यस्तो धेरै ठुलो केही त छैन। मैले बाल्ने साल्ने केही लिएर आएको छैन। जस्ट एउटा केक मात्रै। टक्क हामी बुढाबुढी एउटा केक मात्रै काट्ने होइन। अब अरू कोही छैन यहाँ विदेशमा। के गर्नु गाह्रो छ। मैले रुमबाटै बोकेर देख्नुभयो के काट्न ल्यायो कि मान्छे काट्न ल्यायो मलाई थाहा छैन। अब तै पनि काटिहाल्नु होइन। ह्याप्पी बर्थडे टु यु मेरो बुढो। ह्याप्पी बर्थडे टु यु माई हस्बेन्ड। जन्मदिनको हजुरलाई धेरै धेरै शुभकामना। सधैँ खुसी रहनु, हाँस्नु, सधैँ मलाई यसरी नै माया गर्नु। दायाँ बायाँ नलाग्नु, दायाँ बायाँ कतै नहेर्नु, कतै नलाग्नु होइन गाइस। फेरि पनि जन्मदिनको हजुरलाई धेरै धेरै शुभकामना। थ्याङ्क यू गाइस। यही हो हाम्रो बर्थडे होइन। अब के गर्नु यस्तै छ, गाह्रो छ।